हामीले साना साना कथाहरू बनाउने कोसिस गरिरहेका छौँ त्यसको अन्तर्गत सुरु गरेको हो एउटा कथा भुइँ मान्छेको कथा भुइँबाट सुरु गरेको कथा आफ्नो रातभरि मेहनत गर्ने यो ज्यानभन्दा करुण भाडा बोक्ने साथीहरूको कथा कालीमाटीमा परिया काम गर्ने साथीहरूको कथा देख्दासम्म नि लाग्छ दुःख अति गर्छन् आफूभन्दा डबल भारी आफ्नो ज्यानले थामिनेभन्दा बढी भारी बोकेर जीविका पास गरिरहेका छन् तर जति दुःख गरेका छ नि त्यो अनुसारले आम्दानी छ कि छैन भनेर सोद्धाखेरि बोल्न रुचाउँदैनन् र एक दुईजना साथीहरूसँग हामीले कुरा पनि गरेका छौँ कतिको दुःख छ त हजुर भनेर त्यो दुःखका कुराहरू सम्झिँदै पनि उहाँहरू आफ्नो खुसी भएको कुराहरू गर्छन् मान्छेहरूको कथा हो यहाँ कथा भित्र कथा छ कथाले भिन्दै रूप उसार गर्छ यहाँ भारी बोकेरै जीवन काट्न सकिन्छ भन्न मात्र गाह्रो लाज म यस्तो गर्छु भन्दा कसरी के भन्छ कि भनेर लजाउँछु मात्र हामी यहाँ मिहिनेत गरी वा भुइँबाट काम गर्नेहरू भुइँबाट सुरु गर्नेहरूको कथा असाध्यै मिठो छ यहाँ सुन्यो भने ऊ चाहिँ हाम्रो भाइ छ यहाँ कालीमाटीमा जसले चाहिँ बिहानदेखि मिहिनेत गर्छ र उसलाई चाहिँ एउटा सानो प्रश्न मात्र गर्न कोसिस गरिरहेको छ हामीले महिनाको यो काम गरेर तिमीले आफू जिउन सक्छौ कि सक्दैन सकिन्छ सकिन्छ जिउन सकिन्छ कति राम्रै कमाइ हुन्छ ओके ल जीवनमा यो गरेर तिमी खुसी छौ आफैसँग खुसी हो अरूभन्दा आफ्नै देशमा काम गर्न मजा आइरहेछ के छ कति बजीदेखि कति बजीसम्म काम गर्छौ तिमी ल है त धन्यवाद भाइलाई है त भाइले भनेपछि अनि मलाई लाग्यो 50-60 हजार कमाउन त भारी बोकेर पनि त नेपाललाई कमाउन सकिँदो रहेछ दुःख गर्छु भन्यो भने त यहाँ कमाइ गर्ने ठाउँहरू रहेछ पुरै मान्छेहरूले गरेका मिहिनेत देख्दा अनौठा रूपमा मिहिनेत गरिन्छ र त्यो मिहिनेतको प्रतिफल राम्रै छ भनेर देखिँदो रहेछ मलाई साथीहरूले पनि भन्नुहुन्थ्यो कालीमाटीमा भारी बोकेरै जीविका पार्जन गर्ने साथीहरू धेरै हुनुहुन्छ जसले आफ्नो घर बनाउनु भएको छ घर परिवार पाल्नु भएको छ र अझै त्योभन्दा ठुलो कुरो आफूलाई दुःख पर्दा मान्छेको कथा लिएर हामी आउनेछौँ कथा भुइँ मान्छेहरूको कथा सङ्घर्षको अनि कथा मिहिनेतको यस्तै यस्तै भिडियोहरू तपाईँहरू माझतिर आउने जबरको हामीले गर्ने कोसिस गरिरहेका छौँ भुइँ मानिसहरूले गरेका ती कथा मिहिनेतहरूको